नमस्ते। आज हामीसँग हुनुहुन्छ राष्ट्रपाका प्रदेश कमिटी सहमहामन्त्री प्रचार विभागका प्रमुख आदरणीय व्यक्तित्व हरिप्रसाद अधिकारी। उहाँलाई म यस कार्यक्रममा स्वागत गर्दछु। स्वागत। धन्यवाद दादा। आज हामी समसामयिक विषयमा रहेर गफगाफ गर्नेछु। राष्ट्रपा लगायत सम्पूर्ण राजनीतिक दलहरू अहिले चुनावको प्रचार प्रसारमा गाउँ गाउँ घर दैलो अभियान सञ्चालन गरिरहनु भएको छ। यसै सन्दर्भमा केन्द्रित रहेर हामी अगाडि बढ्नेछौँ। राष्ट्रपाले पनि आफ्ना घर दैलो कार्यक्रमहरू अगाडि बढाइरहेको छ। तपाईहरू पनि गाउँ गाउँ गएर पश्चिम चौकुनेदेखि आफ्नो अभियानलाई सुरुवात गर्नुभएको छ। त्यहाँको जनमानस माहौल राष्ट्रपाको पक्षमा कस्तो पाउनुभयो? धन्यवाद। यतिखेर चाहिँ हामी अलिकति विषम परिस्थितिको निर्वाचन, खास गरी नियमित भन्दा पनि यो भदौ 23 र 24 को जेनजी नवपुस्ता युवाहरूले गरेको आन्दोलनका कारणले भएको विशेष परिस्थितिको निर्वाचन भएकोले हामी चौकुने मात्रै होइन, चौकुने, पञ्चपुरी, बराह र वीरेन्द्रनगरको यो 4वटा पालिकामा, 2टा नगरपालिका र 2टा गाउँपालिकामा एकदमै घर दैलो, टोल बस्ती एरियामा हामीले कहीँ कोणसभा, कहीँ भेटघाट, कहीँ चाहिँ घर दैलो, यस्ता कामहरू थुप्रै गरिराखेका छौँ र जनतामा एकदमै उत्साह बढिराखेको मैले अनुभूति गरिरहेको छु। सुर्खेत क्षेत्र नम्बर 2 मा राष्ट्रपाको मतदाताप्रतिको आकर्षण चाहिँ के पाउनुभयो? अहिले खास गरी नेपालको सन्दर्भमा नेपाली जनताहरू यति धेरै निराश छन् कि त्यो चाहिँ हामी राजनीतिक दलहरूले पनि यो कुरा अनुभूति गर्न सकेका छैनौँ। किन भन्दाखेरि आज ग्रामीण स्तरमा बस्ती चाहिँ रोजगारीको सिलसिलामा प्रवासतिर लाग्ने, सहरतिर चाहिँ निकै अभावमा बाँच्ने त्यसको परिस्थिति निर्माण भइराखेको छ। त्यसले गर्दाखेरि मतदाताहरूमा निराशा छ। यद्यपि अब परिवर्तनकारी शक्तिहरूलाई मतदान गर्नको लागि उहाँहरूमा अलिकति उत्साह बढेको जस्तो हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यो अनुभूति चाहिँ गरिराखेका छौँ। एउटा पश्चिमतिरको जनताहरूको, वीरेन्द्रनगर भन्दा पश्चिमतिर बराहताल, पञ्चपुरी र चौकुनेमा एउटा गुनासो छ। त्यो गुनासो सायद तपाईँले पनि सुन्नुभएको होला। सबै उम्मेदवारहरू भ्यालीभित्रको भए, भ्यालीभन्दा बाहिरका भएनन् भन्ने भनाइ तपाईँले पनि सुनिरहनु भएको होला। त्यसलाई कसरी खण्डन गर्नुहुन्छ? यो तपाईँले भने एकदम सही कुरा हो। स्वाभाविक ढङ्गले वीरेन्द्रनगरदेखि पश्चिमतिरका पनि छन् अन्य पार्टीका उम्मेदवारहरू, नभएका चाहिँ होइनन्। तर चाहिँ अलिकति प्रतिस्पर्धा गर्ने जुन राजनीतिक दलहरू छन् तिनका चाहिँ उम्मेदवारहरू वीरेन्द्रनगर केन्द्रित चाहिँ छन्, वीरेन्द्रनगरकै छन् होइन। त्यो हिसाबले अलिकति पश्चिमका जनताहरूले हामीलाई किन राजनीतिक दलहरूले उपेक्षा गरिराखेका छन् भन्ने कुराको चाहिँ गुनासो मैले पनि फेला पारेको छु। व्यापक रूपमा गुनासो बढिरहेको नै पाउनुभएको छ। त्यो नै हो, एकदम गुनासो छ। अब त्यसपछि राष्ट्रपालाई अहिले नयाँ उभारको रूपमा, नयाँ शक्तिको रूपमा, अझ 64 को माओवादीको रूपमा हेरिरहेको पाइन्छ। सम्पूर्ण आम बुद्धिजीवी मतदाताहरूमा त्यस्तो प्रभाव परेको देखिन्छ। त्यसलाई चाहिँ सकारात्मक रूपमै लिन सकियो। तर राष्ट्रपाले चुनावमा आफ्ना एजेन्डाहरू के तय गरेको छ? राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ अन्य राजनीतिक दलको भन्दा पनि एउटा नयाँ राजनीतिक दलको रूपमा मान्छेहरूले हेरिराखेका छन्। किन भन्दाखेरि यो 79 सालमा स्थापना भएको पार्टी करिब 3.5 वर्ष जस्तो मात्रै भयो। त्यसो हिसाबले यसलाई अन्य राजनीतिक दलको तुलनामा अब देशको परिवर्तन गर्ने, विकास गर्ने, देशको समृद्धि गर्ने, सुशासन स्थापना गर्ने, भ्रष्टाचारलाई नियन्त्रण गर्नको लागि जुन संसदमा उसले आफ्नो 21 सीट सहित जुन प्रस्तुति गर्यो, जुन उसले आफ्नो उपस्थिति चाहिँ जनाएको थियो, त्यसको प्रभाव आम जनतामा परिराखेको छ र त्यसको प्रभावका कारणले जनताहरू यसपटक राष्ट्रपाको पक्षमा लाग्ने र राष्ट्रपाले चाहिँ अब घन्टी चिन्ह मतदान गरेपछि देशमा केही परिवर्तन हुन्छ कि भन्ने हिसाबले जनताले चाहिँ त्यो अनुभूति गरिरहेको मैले चाहिँ भेटेको छु। जस्तो प्रतिनिधि सभा भनेको नीति बनाउने थलो हो होइन। अब त्यसमा चाहिँ विभिन्न तरिकाले हामी बाटो बनाइदिन्छौँ, पुल बनाइदिन्छौँ, घर बनाइदिन्छौँ भन्ने एउटा त्यो भाष्यहरू छ नि। जनतामा पनि त्यस्तो खालको बुझाइ छ। अहिलेको अवस्थामा, यो परिवर्तित अवस्थामा तपाईँहरूले घर दैलो गरिरहँदा जनताको मनस्थितिमा चाहिँ कस्तो भएको पाउनुभयो? हामी तपाईँले अलि अगाडि भनेको प्रश्नलाई थोरै जोड्न चाहन्छु। अब राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम अग्लेको नेतृत्वमा एउटा बाचापत्र निर्माण कमिटी बनिराखेको छ। त्यो कमिटीले चाहिँ बाचापत्र र प्रतिबद्धता पत्र र आफ्ना घोषणापत्रहरू तयार गर्दैछ। त्यो चाहिँ हामी केही समयभित्र हामी चाहिँ अहिलेको परिवर्तित र यो जेनजी आन्दोलन पश्चात चाहिँ जुन घटना बढिरहेको छ
र हामीले चाहिँ 48 भन्दा यतापट्टि नेपाली जनताले चाहेको अपेक्षालाई पुरा गर्ने हिसाबले अब राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी 10 वर्षलाई चाहिँ केन्द्रमा राखेर आफ्ना वाचापत्र प्रतिबद्धताहरू चाहिँ बनाइराखेका छ। त्यसो हुँदाखेरि हामी चाहिँ अहिले खास गरी सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण, स्वरोजगारको कुराहरू छ र नेपालको लोकतन्त्रलाई बलियो र मजबुत बनाउने चाहिँ एजेन्डा सहित नेपाली जनताको चाहना र इच्छा अनुसारको हामी चाहिँ वाचापत्र बनाउँदैछौँ। त्यो केही समयपछि सार्वजनिक हुन्छ, त्यो तपाईँहरूले पनि पाउनुहुन्छ। हामी प्रत्येक घर घरमा हामी त्यो कुरा पुर्याउँछौँ। यही कुरा मैले तपाईँहरूको बिचमा राखेँ। पछिल्लो प्रश्न अलिकति के भन्दै हुनुहुन्थ्यो? जनताहरूको उत्साह त्यो बिचमा चाहिँ प्रतिक्रिया चाहिँ कस्तो पाउनु भएको छ? बाटोघाटो बनाउने कि नीति बनाउने? एकदम त्यो चाहिँ वास्तवमा तपाईँले भनेको कुरा एकदमै सत्य छ। किन भन्दाखेरि प्रतिनिधि सभा भनेको नीति बनाउने थलो हो। वास्तवमा हामीले त्यसलाई उपयोग कसरी गरिराखेका छौँ, त्यसको प्रयोग कसरी गरिराखेका छौँ भन्दाखेरि हामीले संसदबाटै लिएर क्याबिनेटमा मन्त्री पनि बनाउने एउटा नीति छ। त्यसले गर्दाखेरि संसद भनेको विकास निर्माण गर्ने प्रतिनिधि पनि हाम्रै हो भन्ने कुरा हामीले बुझेका छौँ। किन भन्दाखेरि त्यो कार्यपालिकामा जाने मान्छेहरूको भूमिका चाहिँ त्यो प्रकारको हुन सकेन। पार्टीले के भन्छ त्यही गर्ने, त्यस्तो प्रकारको भूमिका भएको कारणले संसद नै अहिले हाम्रो विकास निर्माण पनि काम गर्ने र नीति पनि बनाउने प्रतिनिधि भएको हिसाबले जनतामा एकदमै ठुलो आशा छ। तर यसलाई चाहिँ हामीले बिस्तारै यसको परिभाषा बदल्नुपर्छ र त्यसलाई चाहिँ नीति बनाउने थलो मात्रै हामीले बनाउने र कार्यपालिकाबाट चाहिँ विकास निर्माणको कामहरू गर्ने हामीले चाहिँ यो अभ्यास चाहिँ गर्नुपर्छ। त्यो चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यसबाट चाहिँ सिकेर चाहिँ अगाडि अभियान यो अभ्यास गर्नुपर्छ भन्ने कुरा चाहिँ म राख्न चाहन्छु। अब एउटा प्रश्न राख्छु म तपाईँलाई। कुनै जस्तो यो अघिल्लो चरणको स्थानीय तहको निर्वाचनमा बालेनले आफू उम्मेदवार भइरहँदा करिब आफ्नो जितको आकलन गर्नुभएको थियो। तपाईँहरूको पनि त्यस्तो केही छ? होइन, हामी त अब हामी एकदम क्लियरै छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले यो देशमा बहुमत ल्याउँछ। करिब 151 को अनुमान गरेर हाम्रो पार्टी अगाडि बढिराखेको छ। तपाईँहरूले चाहिँ समानुपातिक प्रत्यक्ष गरेर हामी यो देशमा बहुमत आउँछ भन्छौँ। यदि नेपाली जनताले बहुमत राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएन भने यो देशले हार्छ, हामी त्यसकारण भन्छौँ। त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टीले यो देशमा बहुमत ल्याउँछ र आगामी 5 वर्षमा यो देशको खाका, यो देशको चाहिँ एउटा डिजाइन होइन, एउटा चाहिँ गर्छ, नक्साङ्कन गर्छ यो देशको र आगामी 10 वर्षमा एउटा विकासको चाहिँ मोडेल दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ। यसको तुलनामा अन्य पार्टीहरूले मलाई लाग्छ त्यस्तो दृष्टिकोण ल्याउन सक्छ जस्तो मलाई लाग्दैन। जस्तो कि यति जस्तो हामी सुर्खेत क्षेत्र नम्बर 2 मा ठ्याक्कै यति जति मत हाम्रो आउँछ भन्ने चाहिँ आकलन गर्नुभएको छ? तपाईँलाई भन्दाखेरि यसो डाटा हेर्दाखेरि केही समय अगाडिको यहाँ करिब 32 देखि 35 हजार घरधुरी चाहिँ यो निर्वाचन क्षेत्र 2 मा छ र 1,22,000 बढी चाहिँ मतदाता सङ्ख्या छ यहाँ। तपाईँलाई चाहिँ के अनुरोध गर्छु भन्दाखेरि हामीले एक घरबाट एक भोट ल्यायो भने 35,000 भोट आउँछ होइन। र हामीले चाहिँ यो परिवर्तनको चाहिँ अपेक्षालाई गऱ्यौँ भने अझ हामी एकदमै अत्याधिक मत ल्याएर जित्ने कुरामा कुनै दुविधा र शङ्का छैन भन्ने कुरा म तपाईँ मार्फत आम चाहिँ निर्वाचन क्षेत्र नम्बर 2 का जनतालाई एकदमै अनुरोध गर्न चाहन्छु। हस् त, धन्यवाद। एकदम धन्यवाद।